यस भिडियोमा चाहिँ मैले नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा चाहिँ प्रश्नहरू कसरी सोध्छ भन्ने कुराको बारेमा छलफल गर्न गइरहेको छु। हाम्रो पूर्णाङ्क रहेको छ 100 मार्क्सको 2 घण्टा 30 मिनटको एक्जाम हुनेछ। अब हेर्नुहोस् है, अङ्ग्रेजीको पूर्णाङ्क 20 भयो, गणितको पूर्णाङ्क 25 भयो, नेपालीको पूर्णाङ्क 30 भयो र सामान्य ज्ञानको पूर्णाङ्क भनेको 25 भयो। जम्मा गरेर 100 मार्क्स हुने भयो है त। र तपाईहरुलाई पास हुनको लागि कति ल्याउनु पर्छ भन्दाखेरि 40 ल्याउनु पर्छ। जम्मा जोडेर 40 ल्यायो भने तपाईहरु पास भएर अगाडि बढ्न सक्नुहुनेछ। अब यस्तै गरी अंग्रेजीमा तपाईहरुलाई 10 वटा चाहिँ अब्जेक्टिभ क्वेशनहरु सोध्छ, जस्तै अ एन्ड द वाला छ नि। यस्तै गरी म सिलेबसको पछि डिटेलमा जाने छु। तपाईले ठीक लाउने होला के, 4 वटा अप्सन दिन्छ, 4 वटा अप्सन एउटा ठीक लाउने होला। 10 वटा क्वेशन सोध्छ। सब्जेक्टिभ तपाईहरुलाई 5 वटा क्वेशन 2 मार्क्स सोध्ने भयो भनेपछि 10 भयो। हैन त 5 गुणा 10 भयो। यस्तै गरी गणितमा तपाईहरुलाई 5 वटा ठीक लाउने वाला सोध्छ है। र एउटा प्रश्न मिलाएको 1 अंक आउँछ। 5 एकान 5 भइहाल्यो। सब्जेक्टिभमा तपाईहरुलाई 10 वटा प्रश्न सोध्छ र 2 अंकको सोध्छ भनेपछि 20 मार्क्सको यहाँ भयो। अब नेपालीमा के छ भन्दाखेरि तपाईहरुलाई 30 अंक पूर्णाङ्क छ। यसमा एउटा चिठी सोध्छ 5 मार्क्सको, 5 अंकको चिठी सोध्छ। अनुच्छेद लेखन तपाईहरुलाई 4 वटा प्रश्न आउँछ अनुच्छेद लेखनबाट र एउटाको 2 एउटा अनुच्छेदको 2 मार्क्स आउने भयो, 2 अंक आउने भयो र 4 दुना 8 भयो। निबन्ध तपाईहरुलाई एउटा निबन्ध लेख्न आउँछ 4 अंकको, भनेपछि 4 एकान 4 भयो। अब यसै गरी व्याकरणबाट तपाईहरुलाई 3टा प्रश्न आउँछ 1 मार्क्सको, 3 एकान 3 भयो। जस्तै सामान्य वर्तमान, सामान्य भूतकाल र भविष्यको बारेमा हामीले सोध्दै हुन्छ। त्यसपछि सामान्य ज्ञान रहेको छ। सामान्य ज्ञानबाट तपाईहरुलाई विविध कुराहरु सोध्छ। यो के कुराहरु सोध्छ चाहिँ म तपाईहरुलाई अर्को भिडियोमा लिएर आउने छु। अहिलेको लागि यति नै बुझ्नु भयो होला। हामीले दिनैपछि अभ्यास गर्दै जाने छौं। हामीसँग जोडिदै गर्नु होला। तपाईको लिखित परीक्षालाई राम्रो बनाउनको लागि हामीले सकभर मेहनत गर्ने छौं। धन्यवाद।